नमस्कार। पोखरा टेलिभिजनले तयार पारेको पोखरा समाचारमा स्वागत छ। म प्रतीक्षा पोखरेल। अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताउनु भएको हो। मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले यसका लागि होल अफ द नेसन आवश्यक रहेको स्पष्ट पार्नुभयो। आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन। यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ। This is a whole of the nation approach. It's not just one ministry or one policy or one entity. त्यसैले आज म यहाँ सरकारको धारणा सुनाउनुभन्दा पनि देशका सबैभन्दा बढी लगानी गरेका र सबैभन्दा बढी जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको छु। Large taxpayers, because we've taken the largest risks in investing and innovating and expanding. So I'd like to hear from you on those aspects as well. हामीले यस वर्षको बजेटमा एउटा स्पष्ट सन्देश दिएका छौँ। सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ। हामी विश्वास गर्छौँ कि निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो। त्यसैले अब सरकारको प्राथमिकता के हो? कर सङ्कलन बढाउनु मात्र होइन, उत्पादन, लगानी, नाफा र पुनर्लगानी रिइन्भेस्टमेन्टको चक्रलाई तीव्र बनाउनु। एक्सेलरेट द साइकल अफ इन्भेस्टमेन्ट एन्ड रिइन्भेस्टमेन्ट। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा प्रयोग गरिने पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ। काठमाडौँमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताउनु भएको हो। अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। राज्य र नागरिक बीच रहने सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उहाँले जोड दिनुभयो। इतिहास दस्तावेजहरूमा मात्रै होइन, हामीले मनाउँदै आएका, हामीले अभ्यास गर्दै आएका संस्कार, संस्कृति, चाड, पर्व, भाषा, लवज, शैलीहरूमा देखिन्छ। कतिपय इतिहासहरू हाम्रा कागजका दस्तावेजहरूमा मात्रै कैद हुँदैनन्, हाम्रा संस्कृतिहरूमा पनि देखिन्छन्, हाम्रा बोल्ने भाषाहरूमा पनि देखिन्छन्, हाम्रा लवज रहनसहनहरूमा पनि देखिन्छन्। मलाई लाग्छ नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो र यो मुलुकलाई नेपाल जस्तो मुलुक बनाउनको लागि जुन किसिमको भूमिका यहाँहरूले खेल्नु भएको छ, यसप्रति सम्पूर्ण नेपाली यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दछ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा केपी ओलीका कार्यकर्ताको ट्याग भिराउने र सरकारलाई काम गर्न दिएन भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाउनु भएको छ। नेता शाहीले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको भन्दै प्रतिपक्षको भूमिकामा रहेकाले सरकारसँग प्रश्न गर्न पाउनुपर्ने बताउनुभयो। उहाँले आफूले जापानमा रहँदा सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिलाई लिएर आफ्नो र परिवारको चरित्र हत्या गर्न सत्तारूढ दलकै कार्यकर्ता लागेको आरोप पनि लगाउनुभयो। थालाको टोपी लाई भन्ने उखान चरितार्थ भएको छ। सम्माननीय सभामुख महोदय, आज ममाथि गम्भीर किसिमका आरोपहरू लागेका छन्। रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आयो भन्ने आरोप लगाइएका छन्। सम्माननीय सभामुख महोदय, म सिङ्गो देशलाई साँची राखेर यो संसदको रोस्टममा उभिएर प्रतिनिधि सभाको एक सांसदका हैसियतले सम्माननीय सभामुख र सिङ्गो संसदसम्म अपिल गर्न चाहन्छु। यही संसदमा स्वास्थ्य विभाग छ, स्वास्थ्य कर्मी सहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियोस्, मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्। जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार भएर बस्छु।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि 55 वर्षको उमेर हद प्रस्ताव गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथिको छलफलमा उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो। मन्त्री पुनले नवप्रवर्तन र प्रविधिको क्षेत्रमा युवा पुस्ता बढी दक्ष र ऊर्जावान हुने भएकाले कार्यकारी नेतृत्वमा युवालाई नै प्राथमिकता दिनुपर्ने तर्क गर्नुभयो। अलिकति भनौँ न उस भएको यो अलि पछिल्लो भनौँ न युवाहरूले पछिल्लो उमेरकाहरूले गर्ने हो। अलि अब ठुलो उमेरकोले चाहिँ सुझाव चाहिँ दिने हो भन्ने कुरा हो। त्यसो भएर हामीले चाहिँ 55 राखेका छौँ। अब कानुनले मान्छे मान्दैन 55लाई होइन, 60 नै राख्नुपर्छ भने अब केही भएन 60 राखौँला। तर त्यहाँ चाहिँ पनि हामीले कार्यकारी चाहिँ 55 भन्दा खास गरी नवप्रवर्तन फिल्डमा चाहिँ अलिकति पुरानो मान्छेहरू अनुभवी हुनुहुन्छ होइन, तर अब नयाँ प्रविधिको कुराहरूमा पुरानो मान्छेहरू अलि चाहिँ अनभिज्ञ हुनुहुन्छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रूपमा गिटी बालुवा तस्करी भइरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले धादिङ सहित देशभर राज्यलाई कर नतिरी गिटी तथा बालुवा तस्करी भइरहेको बताउनुभयो। उहाँले यस सम्बन्धी कानुन अपुरो रहेको तथा भएको कानुनको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो। उहाँले हालको मापदण्ड अनुसार तत्काल कानुन संशोधन गर्न समेत सरकारको ध्यान आकर्षण गराउनुभयो। बाट गिटी बालुवा र ढुङ्गा निकाल्न निषेधित छ, तर तस्करहरूले एकै रातमा लाखौं करोडौँको बालुवा राज्यलाई 1 रुपैयाँ कर नतिरिकन तस्करी गर्छन्। यो समस्या मेरो जिल्ला धादिङ लगायत नेपालको अधिकांश नदीहरूमा यति जटिल समस्याको रूपमा खडा छ कि त्योभन्दा जटिलता हाम्रो कानुन र प्रक्रियामा छ। मेरो मनसाय ढुङ्गा गिटी र बालुवा निकाल्न पाउनु हुँदैन भन्ने पटक्कै होइन, तर यसको सही व्यवस्थापनमा कानुन बाधक बनिनु हुँदैन भन्ने चाहिँ हो। त्यसैले वातावरण संरक्षण र आर्थिक विकास बीच सन्तुलन कायम हुने गरी वातावरण संरक्षण ऐन 2076 सम्बन्धित कानुन व्यवस्था र क्रसर खानी सञ्चालनमा जुन मापदण्ड छ त्यसलाई अहिलेको समय अनुसार चल्न मिल्ने गरी आवश्यक संशोधन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकार र सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई विधि, लोकतान्त्रिक मूल्य मान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताउनुभयो। प्रधानमन्त्रीज्यूबाट न स्पष्ट जवाफ आएको छ, न आफ्नो अभिव्यक्तिबारे सदनलाई विश्वस्त पार्ने प्रयास भएको छ। प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन। तर अचम्म के छ भने प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? यसको अनुमान विभिन्न ढङ्गले गर्न सकिन्छ, तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु। कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ, तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य मान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले ग्यासको अभावबाट नागरिकले भोगिरहेको शास्ति अन्त्य गर्न तत्काल इन्डक्सन चुलो वितरणको योजना ल्याउन सरकारसँग माग गर्नु भएको छ। उहाँले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नु परेको तर्फ समेत सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले एकातिर देशमा विद्युत खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको वैकल्पिक ऊर्जाको प्रयोग मार्फत समस्या हल गर्नुपर्ने बताउनुभयो। साँझ बिहान छाक तार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। यो भन्दा ठुलो विडम्बना अरू के हुन सक्छ?
यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन, इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन। सरकार यसमा गम्भीर बनोस्। विद्युतीय चुलोको खपतलाई पनि सुलभ बनाइयोस्। सरकार नागरिकको भान्सा सहज बनाउने काममा तत्काल लागोस्। स्वदेशी ऊर्जा, स्वदेशी भान्सा हाम्रो साझा प्रतिबद्धता हो भन्दै हामीले नागरिकलाई गरेको बाचा अहिले उनीहरूले सम्झिरहेका छन्। नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 मा प्रस्तावित कार्यकारी निर्देशकको उमेर हद सम्बन्धी प्रावधान परिमार्जन गर्न सुझाव दिनुभएको छ। सोमबार संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बरालले कार्यकारी निर्देशक पदका लागि तोकिएको न्यूनतम 30 वर्षीय उमेर हद हटाउनु पर्ने तर्क गर्नुभयो। उहाँले शैक्षिक योग्यता र 10 वर्षको कार्य अनुभवको मापदण्डले उम्मेदवारलाई स्वतः परिपक्व बनाउने हुँदा थप उमेरको बन्देज आवश्यक नपर्ने उल्लेख गर्नुभयो। भन्दाखेरि त्यो 10 वर्ष मागेका छौँ, अनि शैक्षिक उपाधि मागेका छौँ, कार्य अनुभव सबै कुरा हेर्दाखेरि यो 30 भन्ने चिजलाई समावेश गर्नु पर्दैन। स्वतः त्यसले त्यो अनुमति दिन्छ भन्ने लाग्छ। अब अर्को कुरा अघि माननीय डाक्टर साहबले उठाउनु भएको कुरातर्फ मेरो पनि ध्यान अलिकति के गएको छ भने, हुन त यता अर्को मान्यले 60 मा प्रवेश गरेपछि कति सेवा अवधिको प्रश्न उठाउनु भएको छ। म चाहिँ यो क्षेत्र जुन क्षेत्रमा हामीले प्रयास गर्दैछौँ, यो त एकपल्ट बनेपछि अलि लामो समयले काम गर्छ यो ऐनले। अहिले हामीलाई तत्काल जनशक्ति छैन भन्ने हो भने पनि हामीले विकास गर्नुपर्छ। त्यस अर्थमा अहिले यो 55 को जुन सन्दर्भ मान्य मन्त्रीजीले अघि बडो लजिकल्ली पेश गर्नुभयो, तर म अलिकति थोरै आफ्नो कुरा चाहिँ रिजर्भ राख्न चाहन्छु। त्यो के हो भने यो 55 नगरौँ, यसलाई 60 पनि मेरो ख्यालमा त थोरै हुन्छ। रिटायरमेन्टको जुन कुरा छ, अघि एउटा डाक्टरले उठाउनु भएको कुराप्रति अबको हाम्रो रिटायरमेन्टको टाइम नयाँलाई अवसर दिने अनि पुरानालाई विदा गर्ने सन्दर्भको रिटायरमेन्टको एउटा प्रिन्सिपलले काम गरे हुन्छ। नेकपा एमालेकी सांसद निता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाउनु भएको हो। सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने तर्क गर्नु भएको थियो। सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र भन्दै प्रश्न गर्नुभयो। उहाँले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिनुभयो। सदनको रोस्टमबाट बोल्नुभयो। सीमा कुनै राजनीतिक मजाक होइन। सीमा हाम्रो भूगोल, सर्वभौमसत्ता, स्वाभिमान पुर्खाले जोगाएर हामीलाई सुम्पिएको नेपाली अस्तित्व हो। त्यसैले आज म सरकारसँग मात्र होइन, सत्ता पक्षका माननीयजीहरूसँग पनि आग्रह गर्न चाहन्छु, गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोलको पक्षमा उभिनुहोस्। किनकि सत्ता, सरकार पद अस्थायी हुन्छ, तर नेपाल सधैँ स्थायी हो। सभामुख महोदय, हामी यो सदनमा प्रतिपक्ष हौँ, नेपालको विपक्षी होइनौँ। यो सदन अवरुद्ध गर्ने हाम्रो इच्छा हुँदै होइन। हामी सदन जिम्मेवार ढङ्गले चलोस् भन्ने चाहन्छौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश कुमार विश्वकर्माले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका संरचनागत बहिष्करण तथा भूमिहीनताको सम्बोधन गर्न सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नु भएको हो। उहाँले विगतमा सरकारले दलित समुदायका लागि छात्रवृत्ति, स्थानीय तहमा सहभागिता, राष्ट्रिय दलित आयोग, छुवाछुत मुक्त राष्ट्र घोषणा, जनता आवास कार्यक्रम, अन्तर्जातीय विवाह प्रोत्साहन र आरक्षण लगायतका कार्यक्रम अघि सारे पनि दलित समुदायका समस्या समाधान हुन नसकेको बताउनुभयो। भन्ने हाम्रो मागलाई प्रधानमन्त्रीज्यूबाट निरन्तर संसदीय मर्यादा विपरीत सुनवाई गर्नुभएको छैन भने उल्टै सत्तापक्षकै एकजना मान्यज्यूले यही संसदमा गौरवका साथ प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्तिको प्रतिरक्षा गरेको सुन्दा हामीलाई गम्भीर बनाएको मात्र होइन, लज्जित बनाएको छ। सुस्ता विवाद प्राकृतिक रूपमै नदीको बहाव परिवर्तनले सृजना गरेको प्रशासनिक सवाल हो भने कालापानी लिपुलेक लिम्पुवाधुराको विवाद
भारत र चीनले नेपाललाई कुनै जानकारी नै नदिएर नाकालाई सीमा पार व्यापार मार्गका रूपमा विस्तार गर्ने सहमतिका साथ अघि बढेको अतिक्रमण हो। यसैले यी दुईटैलाई एउटै डालोमा हालेर बुझ्ने प्रधानमन्त्रीज्यू हुनुहुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले यी मागहरू पुरा गराउन संसदमा रहेका सबै दलहरूका उच्च स्तरका नेताहरूका बीचमा छलफल गरेर समस्याको समाधान गर्न उच्च स्तरको पहल कदमीका लागि म सम्माननीय सभामुखज्यू समक्ष हार्दिक अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, नेपालको जनसङ्ख्याको 1/4 रहेको दलितहरूको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको बहुआयामिक गरिबी, संरचनागत बहिष्करण तथा भूमिहीनताको एकसाथ सम्बोधन हुने गरी विशेष कार्यक्रम लागू गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहँदै आएको छ। फेडो कास्कीको आयोजनामा सीमान्तकृत महिलाको विकास र सामाजिक न्यायका लागि शासन सुदृढीकरण परियोजना अन्तर्गत दलित डेस्क परिचालन कार्यक्रमको त्रैमासिक बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेशमा हुने लैङ्गिक हिंसा, जातीय भेदभाव र छुवाछुत सम्बन्धी घटनामा दलित महिलाले भोगिरहेका समस्या, न्यायमा पहुँचता समाधानको अवस्थाबारे छलफल गर्न विभिन्न सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा बैठक आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेशका प्रमुख उपसचिव नितु गर्तौलाले पोखरा 24 का जनप्रतिनिधि मैया नेपालीको कानुनी निरूपणका क्रममा सम्बन्धित निकाय लचिलो नभएको उल्लेख गर्नुहुँदै मैया नेपाली जस्तै पीडितहरूको आवाजलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। पोखरा 13 का जनप्रतिनिधि रजनी परियारले जन्म दर्ता तथा विवाह दर्ताका क्रममा दलित समुदायले विभिन्न कठिनाई भोग्नु परेको बताउनुभयो। उहाँले यस्ता समस्याको समाधानका लागि सम्बन्धित निकायले सहज र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने आवश्यकताबारे औलाउनुभयो। बार एसोसिएसन कास्कीका अध्यक्ष गणेश आले मगरले वैदेशिक रोजगारीका कारण घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको बताउनुभयो। त्यसैगरी ओसीएमसीकी मधु पहाडीले घरेलु हिंसाका घटना धेरै देखिएको भन्दै विशेष गरी दलित महिलाको न्यायमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीकी असै रीता खड्काले चालू आर्थिक वर्षमा घरेलु हिंसा सम्बन्धी 36 वटा केस परेको जानकारी दिनुभयो। तीमध्ये 8 वटा केस मिलापत्र मार्फत समाधान गरेको उहाँले बताउनुभयो। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दलित महिला सङ्घ फेडो कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेडो कास्कीकी जिल्ला परियोजना कार्यक्रम संयोजक तनुजा परियारले सहजीकरण गर्नुभएको थियो। पार्टमा छैन के हैन भने मात्र हुन्छ नि, अरू सूचीमा भएको सिफारिसमा के कुरा चाहिने हैन त्यो कुराहरू हेरेर अध्ययन गरेर बनाइदियो भने बनाइदिनु भएको छ, बुक पनि गरिदिनु भएको छ हैन, तर त्यसको नलेजै छैन, अध्ययनै छैन। यो जनप्रतिनिधि भने जस्तो एउटा राखेको केसमा मैले के भनेर लेख्दै हैन जिल्ला प्रशासन कार्यालयको प्रमुखलाई नै मेरो चाहिँ यो कारण भएको, अब मेरो पासपोर्ट पनि निस्किसकेछ, नागरिकतामा पनि त्यो भएको भएर सोही नम्बर कायम भएको नागरिकता चाहिँ मैले पाऊँ भनेर निवेदन चाहिँ लेखेर पठाएको थिएँ। सायद क्लाइन्टको काम बनेर पनि मसँग फेरि पछि आउनु भएन होला होइन। अब हामी हुँदै गर्दा त अब बिचरा टाढो भएर फेरि त्यो भयो, त्यही भयो। नत्र भने त अब कति त्यस्तो हुन्छ कि हामी बसेसम्म त बिचरा कति इस्युमा त हामी कसरी हुन्छ सोधेर हुन्छ कि लेखेर पठाउँछौँ, तर सबैलाई सम्भव छैन नि त। अनि त्यसले गर्दाखेरि बिचरा अब त्यो मान्छेहरूले त्यो यही अनुसार गरिदिनु कि यही अनुसार गरिदिनु भन्छ। अनि त्यहाँ पासपोर्ट निस्किसकेछ, नागरिकतामा नम्बर निस्किसकेछ, अनि उनीहरूको रेकर्डमा भएको हुन्छ त त्यो त उनीहरूको पनि मिस्टेक हो नि। प्र्याक्टिस गर्ने भएको हुनाले त्यस्तोमा चाहिँ कस्तो कम्प्लिकेसन आउँदो रहेछ भने व्यक्तिगत घटना दर्ता सम्बन्धी चाहिँ अधिकार, क्षेत्र अधिकार आम जनता पार्टीको ओडा कमिटी अध्यक्षमा खड्को बहादुर विश्वकर्मा सर्वसम्मत रूपमा चयन हुनु भएको छ। सोमबार पोखरा महानगरपालिका 23 मा भएको पार्टी भेलाले विश्वकर्माको अध्यक्षमा पछि थप हुने गरी 11 सदस्यीय ओडा कमिटी गठन गरिएको हो। त्यसैगरी पोखरा 24 मा पार्टी ओडा कमिटी अध्यक्षमा ऋषि तिमिल सिन्हा सर्वसम्मत रूपमा चयन हुनु भएको छ। भेलाले उहाँको अध्यक्षतापछि थप गर्ने गरी 9 सदस्यीय कार्य समिति चयन गरिएको पार्टीले जनाएको छ। अध्यक्ष द्वयले पार्टीको सिद्धान्त अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त अवसरमा पार्टीका कास्की जिल्ला इन्चार्ज भीमसेन शाह सन्तोषले नयाँ पार्टी ओडा कमिटीलाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। जहाँ जे गर्यौं ती कामहरू हामीले गर्न जानेनौं, बोल्न जानेनौं अथवा केही गर्यौं ती हाम्रा आफ्ना कमी कमजोरीहरू रहे होलान् अथवा नेतृत्व पङ्क्तिहरूले हामीलाई गैर जिम्मेवारी ढङ्गले हाम्रा
कुराहरू सुनिएनन् होला, त्यो कुरो रह्यो। अबका दिनहरूमा हामी एउटा सुध्रिएर सच्चिएर अगाडि बढ्न आवश्यकता छ। जुन पार्टीले हामीलाई राम्रो नीति नियम लिएर आउँछ त्यही पार्टीमा हामी लाग्दा हुन्छ। र अब हामी अबका दिनहरूमा हामी नयाँ विचार, नयाँ चिज र नयाँ उपयोगको साथ अगाडि बढौँ। आज देश सङ्कटमा छ। यो देश आज कतैतिर जान गइरहेको छ। यो हाम्रो नेपाल साँच्चै विदेशीले कब्जा गर्न खोजेको हो कि जस्तो पनि देखिएको छ। हिजो एमाले काङ्ग्रेस माओवादीको विरुद्धमा हामी लड्दै आयौँ। हिजो एमाले काङ्ग्रेस माओवादीहरूले भ्रष्टाचार गरे, अपराधीलाई संरक्षण गर्यो भनेर हामीले पटक पटक विरोध गऱ्यौँ। र त्यसको नतिजा अहिले आएर नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले जुन जनताले 2/3 बहुमत दिएर जुन सरकार बनाएको छ, र यो सरकार पनि कता कता शङ्कास्पद देखिएको छ। यो कतातिर जाँदैछ। आज बार्बर फाउन्डेसन, अमेरिकन युथ काउन्सिल, अनि त्यसै गरी तिब्बतियन र अहिले जुन मुसलमान रोहिङ्गा, यी मान्छेहरू नेपाल भित्रिएका छन्। यो हाम्रो देशमा हुन खोजेको के हो? त्यस कारणले हामी अब सचेत हुनुपर्छ। हामी प्रत्येक वडामा, गाउँ गाउँमा हामी जनताहरूलाई सुझाव र सल्लाह दिन हिँडेका छौँ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण लेबनानको चौतार अल घरबियामा विस्फोट हुन बाँकी रहेका विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने क्रममा 3 लेबनानी सैनिक घाइते भएका छन्। इजरायली सेनाले सोही क्षेत्रमा प्रवेश गरी नयाँ माटोको बाँध निर्माण गरेपछि स्थिति थप तनावपूर्ण बनेको हो। स्थानीय बासिन्दाहरूले यस कार्यलाई पाइलट एरिया सम्झौताको ठाडो उल्लङ्घन भनेका छन्। लेबनानी सेनाका गाइडेन्स निर्देशनालयका जारी विज्ञप्ति अनुसार विस्फोटक पदार्थ व्यवस्थापनका क्रममा भएको उक्त घटनामा 3 सैनिक घाइते भएका हुन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको छ। जुन महिनाको अन्त्यमा भएको लेबनान इजरायल फ्रेमवर्क सम्झौता बमोजिम पाइलट एरिया अन्तर्गत गत जुलाई 21 देखि सो क्षेत्रमा लेबनानी सेना परिचालन गरिएको थियो। हस्त पोखरा टेलिभिजनले तयार पारेको पोखरा समाचारहरू यति नै। तपाईँ भने पोखरा टेलिभिजन हेर्दै गर्नुहोस्। नमस्कार।